यो चाहिँ हामी फोटो खिचेको कहाँ रानी पोखरीमा। अनि पछि हामीले अर्को पनि फोटो खिच्यो। रानी पोखरी कहिले गएको त्यो पनि भन न। रानी पोखरी कहिले गएको भन्दाखेरि भ्याकेसनको कुन्डेमा गएको हो। अनि पछि यो चाहिँ हामी काठमा फोटो खिचेको। अनि काले आँखा चिम गरेको। अनि पछि यो मैले घाम आएर आँखा चिम गरेको। अनि पछि यो चाहिँ ज्वारीको एउटा पोचको फोटो खिचेको छाता लिएर। अनि पछि हामी त्यहाँ रानी पोखरीमा चाहिँ के देख्यौँ? अनि पछि रानी पोखरीमा हामीले चमेरो देख्यो। चमेरो देख्यो। चमेरो भने के हो? अनि पछि चमेरो बर्ड हो कि म्यामल हो? बर्ड हो चमेरो भने चाहिँ। कायाको चाहिँ बर्ड हो रे, जोयाको चाहिँ के हो? मेरो त म्यामल हो। ए काया भर्खर एसकेजी हो नि त, कायाले पढेको छैन नि त बर्ड हो कि म्यामल हो भनेर। पछि थाहा हुन्छ त म्यामल हो है। ल कन्टिन्यू। अनि पछि हामी चाहिँ एउटा फोटो खिचेको दुईजना यसरी गर्दै। अनि पछि हामी यो मैले ठाडो गरेर बसेको पनि फोटो खिचेको। अनि पछि तिनजना पनि एउटा पोचले फोटो खिच्यो। अनि पछि म चाहिँ हाई गरेर पनि भिडियोमा दुवैजना हुन्छ। डिस्टर्ब गरेर हाई गर्न दुवैजना हुन्छ भिडियोमा। चलिकन बोल न। अनि पछि फेरि दुईजना एउटा राम्रो स्टाइलले फोटो खिच्यो। अनि पछि राम्रो स्टाइलले फोटो खिचेपछि हामीले मामुसँग पनि फोटो खिच्यौँ। अनि पछि फेरि मैले हाई गरेर पनि एक्लै फोटो खिचेँ। अनि पछि हामीले माछा पनि देख्यो। अनि पछि हामीले पनि भयो। बाई बाई।